सबैलाई नमस्कार। आज पनि एकदमै मिठो मुक्तक लिएर हजुरमाझ उपस्थित भइसकेको छु। कस्तो लाग्छ सुनेर साथ दिनु होला। भिडियो मन परे भिडियोलाई शेयर पनि गरिदिनु होला र आजको मुक्तकको शब्द रचना गर्नुभएको छ सुदूरपश्चिम बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नम्बर 3 घर भई हाल बसाई छिमेकी देश भारत बेङ्गलोरमा बस्दै आउनुभएका र एकदमै भलिबल खेलबाट नै आफ्नो एकदमै चर्चा परिचर्चा आफ्नो नाम छुट्टै पहिचान बनाउन सफल हुनुभएका र बझाङ जिल्लाकै एकदमै तारा भन्दा पनि फरक नपर्ला प्रिय प्यारो भतिज सुनिल विश्वकर्माले मुक्त लेखेर पठाउनु भएको छ। कस्तो लाग्छ सुनेर साथ दिनु होला। विशेष त उहाँले अब उहाँको बच्चैदेखिको त्यो खेलप्रतिको माया, त्यो खेलप्रतिको प्रेम र त्यो बच्चैदेखिको सपना, उहाँको खेलप्रतिको अब उहाँको लगाव एउटा पहिचान र अहिले त्यही खेलकुद क्षेत्रबाट नै टाढा हुनु पर्दाको पीडाहरू चाहिँ यो मुक्तकले दर्शाउँछ उहाँको। ल कस्तो लाग्छ सुनेर साथ दिनु होला। म चाहिँ सुरु गरेँ है त अब। ल नाम थियो परदेशमा पहिचान थियो मेरो पनि एउटै उद्देश्य अनि एउटै ध्यान थियो मेरो पनि। ल मिठो शब्द लेखा। नाम थियो परदेशमा पहिचान थियो मेरो पनि एउटै उद्देश्य अनि एउटै ध्यान थियो मेरो पनि। आज परिस्थितिले टाढा बनायो खेलकुदबाट, आज परिस्थितिले टाढा बनायो खेलकुदबाट। नत्र जिल्ला परदेशसम्मको स्थान थियो मेरो पनि, नत्र जिल्ला परदेशसम्मको स्थान थियो मेरो पनि। धन्यवाद। एकदमै मिठा मिठा गहकिला शब्दहरू रच्नु भएको रहेछ। प्रिय प्यारो भतिजलाई धेरै धेरै धन्यवाद र सबैजनालाई धेरै धेरै माया छ।